नमस्कार साथीहरू, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि मैले हजुरहरू सामु फेरि अर्को भिडियो लिएर उपस्थित भइसकेको छु र मैले यहाँ मुनि चाहिँ हजुरहरूलाई पेपरमा डिजाइन बनाएर देखाउन गइरहेको छु। यो मैले फ्लावर डिजाइन पनि एकदमै सिम्पल राम्रो डिजाइन दिएर हजुरहरू सामु उपस्थित भइसकेको छु र हजुरहरूले पनि आशा गर्दछु यो डिजाइन चाहिँ आफूले ट्राई गरेर हेर्नुहुनेछ भनेर मैले यहाँनिर यसरी फ्लावर बनाइरहेको छु। हजुरहरूलाई के अरे यो लभ साइन अथवा उयो बनाउन आएन भने पेटलहरू बनाउन आएन भने हजुरहरूले मलाई कमेन्ट गर्न सक्नुहुनेछ। म हजुरहरूलाई अवश्य नै सिकाउनेछु र मैले यहाँनिर सिम्पलै वेले बनाएर हजुरहरूलाई देखाइरहेको छु। हजुरहरूले चाहिँ मेरो भिडियोलाई एकदमै क्लियरली हेरेर बनाउनु भयो भने हजुरहरूले पनि बनाउन सक्नुहुनेछ र मैले माथिबाट यहाँनिर अर्को डिजाइन पनि निकालेर देखाइसकिसकेँ। यो चाहिँ मेरो मेहन्दी चाहिँ यहाँनिर अलिकति ब्ल्याक कलर देखिएको छ है। हजुरहरूले कस्तो कालो मेहन्दी केले बनाउनु भयो भनेर चाहिँ नभन्नु होला। मेरो चाहिँ अलिकति क्यामेरामा यस्तै नै देखियो र हजुरहरूले यसरी नै मेहन्दीको कोनले हातमा डिजाइन बनाएर लाउन सक्नुहुनेछ। एकदमै राम्रो डिजाइन बन्छ, सिम्पल पनि छ यो डिजाइन चाहिँ। अनि मैले यहाँ माथिबाट लिप्स बनाएर यो डिजाइनलाई अलिकति लुक्स दिएको छु। त्यस पछाडि हजुरहरूले मैले जसरी नै बनाउन सक्नुहुनेछ। यहाँनिर मैले अलिकति पनि गरेँ र लास्टमा यहाँ फिनिसिङको लागि चाहिँ मैले बिचमा खाली छोड्यो भने चाहिँ डिजाइन अलिकति राम्रो देख्दैन। त्यही भएर मैले यहाँनिर यसरी हेर्नुहोस् त, हजुरहरूले यसरी नै मेहन्दीको कोनलाई चाहिँ बिस्तारै यसरी नै मेरो जसरी नै यसरी लाउन सक्नुहुनेछ। हजुरहरूले बिस्तारै प्रेस गरेर एकदम धेरै प्रेस गर्नुभयो भने चाहिँ धेरै आउँछ र हल्का प्रेस गरेर हजुरले यसरी डिजाइन बनाउन सक्नुहुनेछ। र मेहन्दीमा चाहिँ हजुरहरूले आउटलाइन चाहिँ एकदमै जरुरी छ। आउटलाइन बनाउनु पर्ने हुन्छ। आउटलाइनले चाहिँ फिनिसिङ राम्रो देख्छ हैन। अनि हजुरहरूलाई मैले कतिपय भिडियोहरूमा भनिरहेको हुन्छु कि हजुरहरूले मेहन्दीको कोन चाहिँ सफा गर्नुपर्ने हुन्छ भनेर। हजुरहरूले पुरानो कपडा पनि राखेर मेहन्दीको कोनलाई सफा गर्दै यसरी डिजाइन बनाउन सक्नुहुनेछ र हातमा लाउँदा पनि त्यही हो, हजुरहरूले यसरी कोन चाहिँ सफा गर्नुपर्ने हुन्छ। कोन सफा गर्नुभयो भने चाहिँ फिनिसिङ राम्रो आउने हुन्छ हैन। मैले पनि यहाँनिर भिडियोमा त हजुरहरूलाई देखाएको छुइनँ, तर हजुरहरूले चाहिँ कोन सफा गर्नुपर्ने हुन्छ है। पुरानो कपडाले पनि गर्न सक्नुहुन्छ। हजुरहरूले वाइप्सहरूले पनि गर्न सक्नुहुन्छ। अब त्यो चाहिँ तपाईँहरूको उसमा डिपेन्ड हुन्छ है। हजुरहरूले अब कसरी गर्नुहुन्छ। अनि त्यस्तो वाइप्सै चाहिन्छ भन्ने हुँदैन। अनि पुरानो कपडाले पनि हजुरहरूले सफा गरेर यसरी मैले जसरी नै डिजाइन बनाउन सक्नुहुनेछ हैन। यसरी क्लियर बन्छ, डिजाइन पनि राम्रो बन्छ। मेहन्दीको कोनमा चाहिँ फोहोर भएको छ भने डिजाइन बत्ता कुनै ठाउँ नराम्रो बिग्रिने हुन्छ डिजाइनहरू। त्यसले माथि टुप्पोमा भएको मेहन्दीले चाहिँ त्यसरी फिनिसिङ राम्रो दिँदैन। त्यही भएर हामीले चाहिँ मेहन्दीको कोन सफा गर्न चाहिँ एकदमै जरुरी छ भनेर भनिरहेको हुन्छौँ। हजुरहरूले मेहन्दी लाउँदा चाहिँ यो कुरालाई पनि एकदमै ध्यान दिएर लाउनुभयो भने चाहिँ हजुरहरूको डिजाइन एकदमै क्लियर राम्रो बन्छ। र मैले यहाँनिर डिजाइनलाई कम्प्लिट गर्नको लागि जसरी मैले माथि बनाएको छु त्यसरी नै मुनि पनि बनाएर हजुरहरूलाई देखाइरहेको छु है। यसरी हजुरहरूले पनि बनाएर लाउन सक्नुहुनेछ। र अब अहिले त छठ पर्वहरू चलिरहेको छ हैन। हजुरहरूलाई छठको पनि एकदमै धेरै शुभकामना। अनि दीपावली त सकियो, अहिले छठ सुरु भइरहेछ है। हजुरहरू कहाँबाट हेरिराख्नु भएको छ, हजुरहरूलाई एकदमै छठ पर्वको धेरै शुभकामना। राम्ररी मनाउनु होला र हजुरहरूले यसरी डिजाइन पनि बनाएर लाउनुहुनेछ। छठ पूजामा यसरी हातमा तपाईँले मेहन्दी लाउँदाखेरि यो डिजाइन पनि लगाउन सक्नुहुनेछ। एकदमै राम्रो देख्छ यो डिजाइन चाहिँ। अब मैले चाहिँ यहाँनिर लगभग डिजाइन कम्प्लिट गर्न आँटेँ र मैले यहाँनिर यसरी लिप्स पनि
बनाएर देखाइरहेको छु। लिप्सहरू बनाउन एकदमै इजी हुन्छ। हजुरहरूले चाहिँ अलिकति डिजाइनहरू बनाउँदाखेरि ध्यान दिएर हेर्नुपर्ने हुन्छ। ध्यान दिनुभयो भने चाहिँ हजुरहरूले एकदमै अब टिचरहरूसँगै गएर सिक्नुपर्छ भन्ने चाहिँ हुँदैन। आफूले पनि यसरी घरमै पेपरमा बनाउन सक्नुहुनेछ। र मैले यो डिजाइन चाहिँ कम्प्लिट गर्नको लागि आउटलाइन बनाएको छु। यसरी अब मैले आउटलाइन बनाएर देखाइरहेको छु। हजुरहरूले एकदमै आउटलाइन चाहिँ बनाउन एकदमै जरुरी छ। जसरी मैले मुनिकोमा आउटलाइन बनाएको छुइनँ, हेर्नु त मैले माथिकोमा आउटलाइन बनाएपछि अलिकति डिजाइन क्लियरली देखियो नि त। त्यही भएर हजुरहरूले आउटलाइन बनाउन चाहिँ एकदमै जरुरी छ। आउटलाइन बनाएर फिनिसिङ राम्रो दिएर गर्नुहोला। हजुरहरूले यसरी गर्नुभयो भने चाहिँ एकदमै राम्रो देख्छ। अनि आफूले पनि ट्राई गरेर हेर्नुहोला डिजाइनहरू चाहिँ होइन। र मेरो च्यानल हजुरहरूले कहाँबाट हेर्दै हुनुहुन्छ होइन, देश विदेशदेखि लिएर होइन धेरै ठाउँबाट हेर्दै हुनुहुन्छ होला। हजुरहरूले मेरो च्यानलमा कमेन्ट गर्न पनि सक्नुहुनेछ, कहाँबाट हेर्दै हुनुहुन्छ र मेरो च्यानल के कस्तो लाग्छ हजुरहरूले होइन कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुनेछ। र हजुरहरूलाई कस्तो डिजाइनहरू मनपर्छ त्यो पनि मलाई कमेन्ट बक्समा गएर हजुरहरूले कमेन्ट गर्न सक्नुहुनेछ होइन। साथै हजुरहरूलाई मैले कस्तो कस्तो डिजाइन चाहिँ सिकाउँदा राम्रो हुन्छ त्यो पनि कमेन्ट गरिदिनु होला। अनि मैले सिकाएअनुसार हजुरहरूले बनाउनुहोला। अब नेक्स्ट भिडियोमा भेटौँला। बाई।